कति छिटै समर ब्रेक पनि सकियो अनि समीपको ब्याक टु स्कुल अनि सारा पनि यो वर्षबाट 4K को लागि स्कुल जाँदैछिन् है। 4 वर्ष समीपलाई पनि मैले घरमै हेरेको थिएँ अनि 4K को लागि चाहिँ उसलाई हामीले 1 वर्ष डे केयर पठाएको थियौँ। बट सारा चाहिँ लक्किली 4K को लागि स्कुलमा सेलेक्ट भइन् अनि यो वर्षबाट 4K को लागि दादासँगै स्कुल जाने भइन्। समीप अनि सारालाई मैले 4 वर्ष दुवैजनालाई घरमा एक्लै आफै हेरेर हुर्काएँ है। कस्तो प्राउड फिल गर्छु कि मैले यो 8 वर्षमा गरेको भए त अब के गरिन्थ्यो होला, कति पैसा कमाइन्थ्यो होला। तर मेरो र मेरो हस्बेन्डले चाहिँ सल्लाह गरेर नै म घर बसेँ, बच्चाहरू हेरेँ है। बच्चाहरू कसैले हेरिदियोस् भन्ने आधार पनि थिएन हाम्रो होइन। फर्स्ट डेबाटै हामीले चाहिँ हुन्छ नि माइन्ड चाहिँ मेकअप गरिसकेका थियौँ कि हाम्रो बच्चा हाम्रो रेस्पोन्सिबिलिटी हो अनि हामीले नै हेर्ने हो, कसैले हेरिदियोस् भनेर त्यो आशा राख्ने होइन है भनेर। घरमा बसेर के गर्यो भन्नेहरूको लागि मैले घरमा बसेर मैले यो 8 वर्ष मेरो छोराछोरीको लागि दिएँ। अब मेरो लागि दिने टाइम त अब आइहाल्यो नि, होइन र? उनीहरूको यो बालापन त अब फर्केर आउँदैन नि त। वन्स यिनीहरू स्कुल जान थालेपछि त यिनीहरूको अब आफ्नै स्केड्युल भइहाल्छ, पढ्ने, लेख्ने, बिजी भइ नै हाल्छन्। त्यसै पनि टाइम छोटो हुँदै जान्छ नि त। आज चाहिँ यिनीहरूको स्कुलमा ब्याक टु स्कुल ब्याच थियो अनि हामी पनि गयौँ। उनीहरूको स्कुल टी सर्ट लियौँ, फ्री बुक्सहरू पनि अभाइलेबल थियो त्यहाँ, त्यो पनि लियौँ, आइसक्रिम खाएँ, रमाइलो गरेँ है। अब बच्चाहरू हुर्किए कति खुसी लागेको छ, इमोसनल पनि भएको छु, एट द सेम टाइम खुसी पनि भएको छु यिनीहरूको लागि। दुवैजना एकदमै एक्साइटेड छन्। समीप त अब 3rd ग्रेडमा जान्छ अनि सारा 4K। घर फर्किँदा त कस्तो पानी परेको, ओ माई गड। ओके बाई।